जहाँ अब कोरियामा गए भन्दैमै हैन बुढीलाई मार्नु लाउने आफ्नो आमा अनि आफ्नो बहिनी बनाउँदैलाई आफ्नो बुढीलाई मार्नु लाउने भनेपछि कस्तो खालको श्रीमान भन्नुस् त श्रीमान भनिन्छ कि त्यसलाई त्यो मा कसम त चुट्टिया हो हेर्नुस् मैले यो गाली गरेको हैन यो त्यसको व्यवहारले देखेको हो नि त हैन यदि छोरी चेलीहरु बिगेनन् भनी बुढी कन्या बस्नुहोस् केही पनि हुनेवाला छैन यो कोही बेगर कोही मर्नु सक्छ त सारा छिमेकीहरुलाई थाहा थियो लाई तपाईको छोरी दाइ एकदमै घरबाट धम्की आएको छ लिनु आउनुस् यस्तो यस्तो हा हो त भनिन्छ नि अनि उनीहरुले अहिले चुप्पो लागेर कानमा बुझो लाए अनि जब हत्या भयो अनि अहिले मान्छेहरुको चर्तेकला रुवाबासी त्यो रुवाबासी गरेको मान्छेहरु त्यो तमासा हो म सिधै भनिदिन्छु जन्म दिने आमालाई 1 घण्टा अगाडि मर्ने जुन नितक हाम्रो सुस्ला हैन उहाँलाई के भन्नुभएको छ नि आमा मलाई मार्छन् मलाई लिन आउनुस् भन्दाखेरि पनि होइन म भोलि आउँछु यति त्यो 1 घण्टा अगाडि पुगिदिएको भएदेखि कस्तो हुन्थ्यो हैन